के कसो भन्ने मेरो सोच छ आजको। तपाईहरूलाई के लाग्छ? आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ। के कसो है त? के कसो? यति राम्रो लोकतन्त्र मास्न पाइन्न, राजा आए फेरि हाँस्न पाइन्न। यति राम्रो लोकतन्त्र मास्न पाइन्न, राजा आए फेरि हाँस्न पाइन्न। दलको फेरो समाएर दलालीमा रमाएर दलतन्त्रमा दलको विरोध गर्न पिटिक्कै पाइन्न। दलको फेरो समाएर दलालीमा रमाएर दलतन्त्रमा दलको विरोध गर्न पिटिक्कै पाइन्न। आफै राजा बन्ने दौडमा लाग्ने हो हामी। इतिहाससँग कुनै साइनो राख्न पाइन्न। आखिर जनता मात्रै मतदाता हुन्, नेताले भनेको नमाने गोली खाने हुन्। आखिर जनता मतदाता मात्रै हुन्, नेताले भनेको नमाने गोली खाने हुन्। जोगाएर दललाई भ्रष्टाचारलाई विश्वमा चिनाउने हो अब नेपाललाई। रमाएका कार्यकर्ता हुन्, दुखी जनताको कोही केही हुन्न। रमाएका कार्यकर्ता हुन्, दुखी जनताको कोही केही हुन्न। यति राम्रो लोकतन्त्र मास्न पाइन्न, राजा आए फेरि हाँस्न पाइन्न। के कसो त साथी हो? यही हो नि अहिलेको यथार्थ। त्यसैले सबैले भनौँ, जय जलतन्त्र, जय होस् दलतन्त्रको। सबैको एउटै मन्त्र, आफ्नो बढी भन्ने। खै कहिले हो हामीले बुझ्ने? यति भन्दै बिदा हुन्छु। हस्त, धन्यवाद। जय नेपाल।